नदुखेको मुटुलाई किन दुखाउँछु Hi guys, good morning, namaste, fabula everyone. Welcome to our YouTube channel and it's me Ramala र तपाईहरु सबैजनालाई स्वागत छ आजको न्यू भ्लगमा। र यहाँ चाहिँ मेरो छोरी पनि उठिसक्यो। गुड मर्निङ। गुड मर्निङ गाइस, फैबुलो भन्नु न। हाई गाइस, गुड मर्निङ। आई एम पाल्सा भन्नु न। आई एम पाल्सा भन्नु न। र हामी चाहिँ उठिसक्यो है। आज चाहिँ म ओठर बटारै भ्लग गरिरहेको छु है। किन भन्दाखेरि चाहिँ आज चाहिँ हो मेरो बेबीको राइस सेरेमनी र आजको भिडियो चाहिँ त्यसकै बारेमा हुनेछ है। र के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु। होप तपाईँहरूले भिडियो हेरेर इन्जोय गर्नुहुन्छ होला। र अहिले चाहिँ घडीमा 6 बजिसक्यो। हामी चाहिँ 6 बजीले उठेको छु आज। अरू बेला चाहिँ हामी यस्तै 7 साढे 7तिर उठ्थे। आज चाहिँ हामी बेबी र बाबा 6 बजीले उठेको छु। र मेरो स्वर चाहिँ अलिक राखेर सुन्नुहुँदो होला तपाईँहरूले, किनकि पुरा सर्दी लागिरहेको छ। कर्सिकमा चाहिँ चिसो रहेछ त्यही भएर। अनि मेरो छोरीलाई पनि हल्का सर्दी लागिरहेको छ। र अब चाहिँ हामी उठ्ने है। तपाईँहरूलाई म एकछिनबाट देखाउने छु के कस्तो हुनेछ। बाई गाइस। Few hours later. तपाईँहरूले देख्नुहुँदै होला है, यहाँ चाहिँ हाम्रो पेन्डल बनाउनु पनि स्टार्ट गरिसकेको छ। र आधी काम चाहिँ सकिसकेको छ र अझै गर्दैछ। हेरौँ अब है। तपाईँहरूलाई म सबै बनाइसकेपछि लास्टमा फाइनल लुक देखाउने छु। सो हेर्दै गर्नुहोस् होला हाम्रो भिडियो। यहाँ चाहिँ म र मेरो बेबी बस्ने स्टेज पनि बनिसक्यो गाइस। तर बलुनहरू चाहिँ अगाडि नै फुकेको थियो, त्यही कारण चाहिँ कतिवटा बलुनहरू चाहिँ सुकिसकेको छ। यहाँ आज चाहिँ बिहान बिहानै हाम्रो सेफ छ बहिनीको आप्पा। गुड मर्निङ आप्पा। गुड मर्निङ भन्दै न त। के हुँदैछ अरे? गर्नुपर्छ नि अन्त आप्पा हुनु त सजिलो कहाँ छ त। मिठो पकाउनु है। दारो सिन के थाहा छ तमचा के बताला या पालसंग ढोलमा लासन के किसिम दालाई झिलप के एउटा सब छ पालसंग ढोलमा लासन के झिलप के दर्श सब चला यो अम्बा द टोटा के सब टोटा रख्या हो लुला आउन ल्याउन के सोसो के सोसो ला ग्यालो के सोसो ला ग्यालो के सोसो ला ग्यालो अझै कोल्टा गर्दै अझै चाहिँ अब चाहिँ सुट गर्नु पर्यो। कसकोमा हो यो दाजु? पाल्सङ जिन्दगी ज्वलन्ता हे डुगडुल तालुक के जाकी की पाल्सङ ढोलमा के सोचो लाग्यालो चे कोची यान को अले बाबालाई अरे बाबाले हो नम्बर क्या सोच्यो नम्बर क्या मा बोलबर आई जिंगे हो अलि असता के त नि पर यो होला सो जरा जस्तो सबैमा नारायणपुरहरु छ भने भाषा सबै काट्यो चाहिँ भन्छ
엄나게 되던 사람이다 마마를 겨와대 다서 지르니 달라 겨와다 엄바자 토타 서바토 마하토타 라키아라키 서바토타 니마다 라카토 바파바상기 다서 대심지 탐지 겨서 마하토타 라키 서바 सदा सदा जेले घेरेको भगेन कम्ती मजा लिएको न त पढे माटो टरेको छ बाटो मेरो नातिनीलाई एउटा खुट्टाको चान्जु अल्लाह ल मतलब मैले ठीक ला हामी छोरी टिकी लगायो लु खायो 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 हाम्रो बहिनीले ल रे खायो हाम्रो पालसाङले आज यसमा हातमा मुखमा हाल्ला नि एकछिन त आमाले ए मुखमा हाल्छ आमाको खोज लु एकछिन आमाले खुवाइदिहाल्नुहोस् पहिला ह्याप्पी राइस सेरेमनी विनिङ भने चाहिँ के शुभ अन्नप्राशन हो ह्यापी के रे यहाँ राइस सेरेमनी ह्यापी थिएन राइस सेरेमनी मैले सेरेमनी हुन्छ जस्तो लागेको र पनि के रे भात खिलाइको धेरै धेरै शुभकामना र मेन नेपालीमा चाहिँ के भन्छ माम हो खायो 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 थपडी मारिदिनु अन्त लु खायो 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 क्लाक भनेर खायो खायो लो आमेनले अहिले एकछिनमा फेरि आउँछ अरे खै पर्स समाज जाऊ एकछिन नछोडेको हेर्नु न उहिले जाउँ न त जान्नुलाई सान्वी त्यस्तो गर्छ नि त हो फर्स्टमा त्यो छोक्रा छोक्रा इन्द्रले यसैलाई के भइसकेको छ फेरि निन्द्रा लागि त्यसलाई नानी उठी सुती भइसक्यो नानु ओइ हेरेको हेर के लगाइदिनु पर्छ यो त ठुलो पार्नै त्यसलाई आमा छोरीको ड्रेस एउटा त बाउ पनि हो नानीलाई गुलियो नदिनु नि त मिठाईको ओहो यता हेर त लोखण्डी अरे लोखण्डी त्यो पुछ्देऊ च्याप्पुभरि म त फोन दिएको भनेर त्यतिकै राख्दैछु म लगाइदिन्छु म त दुईटा मात्रै लगाइदिन्छु मैले लगाउने कतै होस् कडा आशीर्वाद जानु पर्यो यता अजाकोबाट आशीर्वाद कडा जानु पर्यो आशीर्वाद अलिक कडा जानु पर्यो नि अजाकोबाट चाहिँ भाइ घोरले अजाकोबाट कडा जानु पर्यो आशीर्वाद
बडा बाउ बडा के पो सानो छोरो अदाको आँखा के भयो बाउको चाहिँ त्यो यताबाट आउनु नि यताबाट जस्तो भइरहेको छ नानी ल खै पैसा समझ नि पैसा ओ म गिरा गर्दैछु कि टिका टियो नि उयो गरेर अलिक माथि ताना ए आँखामा पोस्नु आँट्यो टिकी टिका आँखामा पोस्नु आँट्यो हुनु पर्छ नि थ्याङ्क यू म्याम उयो च्यापु भरि खै एकछिन ल चढाइदिनु मात्रै ठिली त हाल्छौ बानी हुँदै गयो क्या हाल्दियो 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 खानेहरूले खाँदै गर्छ गुलियो भने त के पुरा त्यो भएर मन पर्यो पाइसकेको छैन नि त पक्कै भयो त्यो चिलायो थपले लगिसक्यो आइदैन चामल ठुलो भयो के भने ल आमेले दिनुभएको लु थ्याङ्क यू भनेन इमामले खायो त म्यामलाई चिनेछ मलाई
उ झर्यो टिका झर्यो यत्रो पोका झर्यो टाइट गरिदिनु त्यो मैले टाइट गरिदिरहेको यहाँ चिने के हो चिनेछ होइन यहीँ ल्याएर खाँदा पनि भइहाल्यो त अन्त माथि नाकको चामल पस्छ गीत पनि बजाउँछ पर्खिन त्यहाँ जा न नानीकै छेउमा बोक्ने मान्छे खै फोटो पाल्छु 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 मेरो पाल्छु पाल्छु ओइको ठिकै त मुखैको पास फास्ट फिलिङ ओ खाচ্ছে सान भी लेता है भी लेता পালছু এরকম লোক দেখো ফটো করে ছেড়ে দিয়েছে কোনো ভিডিও টিডিও কিছু কি বলছো কি বলছো ओ यो मैले के भनेको भन त ओ यो मिठाई कहाँ छ माथि त्यो गाला माथि को पाल्छू पाल्छू भनेर कस्तो अप्ठ्यारो राखे न उका लाग्यो झर्दैन त यस्तो उका लाग्छ पाल्छू हेर्दैछ तपाईलाई लो प्रियचिता पज 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 हाम्रो क्याप्टन साहब शिल्पी दी क्वार्टर को मेन बौदी ओ नानो
क्या मजाले खायो त गुड फोटो अच्छा से खींचना ठीक है ठीक है वो तो उल्टा कर रहा है सब दीप किसका नाम है? दीप ऊपर है प्रनेश था थोड़ा वो छान में है छान Koman dah. Siap, boy na. Rosan dah.
हेलो दिप्ता यो चाहिँ ह्यारी पोटर पार्ट 2 हो कस्तो छ रे ना खाना दिप्ता रूपक दा हाउस द फूड हजुर यो हाम्रो आफूले अब दादाहरूले पनि भएको खानाहरू है उहाँहरूलाई चाहिँ मेरो फेरि भेटिने आशा नै छैन तर किन किन फेरि सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु तर किन किन चिल्हो कि बेसारा आकाशैमा चिल्हो कि बेसारा 2 दिन माया लगाइदिउ न के Nice, Dami. Kalau lepas gua. Ya, lu orang lu. गाना खाँदैन हेर्नु न यहाँ तुमचा गाउँदै गएछ अङ्कललाई कभर खेल्नु त त्यो त गाना खाँदैन नि मलाई कुन चाहिँ अवसरै महिनामा हैन अन्देछ यो अवसर कार्य ए बाबु तिमी गए त फेरि बाबु भनेको अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोटैमा
अल्झेछ क्यारे पछुरी तिम्रो चियाको बोटैमा अल्झेछ क्यारे सुनको कडा अल्झेछ क्यारे सुनको कडा कालिलो बोटैमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा देखो क्या रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम बिरिरी रेशम बिरिरी रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम बिरिरी दामी हो दामी नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम बिरिरी रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम बिरिरी मेरी मायालु आइदेऊ सपनीमा आइदेऊ सपनीमा आजको राइस सेरोमनी ब्लग चाहिँ यति नै थियो। होप तपाईहरुलाई भिडियो मन पर्यो होला। मन पर्यो भने प्लिज डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब। थ्यांक यू।